पनि दमकल छैन। करोडौंको गाडी चल्ने र लाखौंको सेवा सुविधा खाने अछामका जनप्रतिनिधि हो। अब त लाज मान, एउटा दमकल त किन, बरु गाडी नचढ। जिल्लामा आगो लाग्दा आगो निभाउनलाई दमकल नै छैन भन्दा कति लाज लाग्दो हो। केन्द्रदेखि प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधि निकममा हो। के सेवा सुविधामा मात्रै रमाउने हो, एउटा दमकल पनि किन्न नसक्ने हो। आगो लागिरहेको छ तर आगो निभाउने जिल्लाभरि दमकल छैन। यो कति दुःखद घटना हो। अछामको साँफीबगर हाट बजारमा भीषण आगलागी भएको छ। शनिबार बिहान 3:30 बजे साँफीबगर नगरपालिका 3 स्थित हाट बजारमा विद्युत सर्ट भएर सुरु भएको आगो करिब 6 बजे नियन्त्रणमा आएको थियो। जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर अरू घरमा सल्किनुबाट जोगाएको अछाम प्रहरीले जानकारी दिएको छ। भीषण आगलागीबाट 10वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य पसलमा पनि क्षति भएको छ। स्थानीय बासिन्दा नेपाल प्रहरी सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिएको थियो। यसअघि 26 गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो। उक्त घटनामा 35वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा 8 करोडको क्षति भएको थियो। यहाँ क्षतिको एकिन विवरण आउनु बाँकी छ, तर करोडौंको क्षति भएको र दर्जनौं नागरिकको उठिवास भएको जनाइएको छ। जिल्लाभरि एउटा दमकल छैन। दमकल भए पनि आगो निभाउन धेरै सहज हुन्थ्यो। तर अछामका जनप्रतिनिधि दमकल भने किनेका छैनन्, तर करोडका गाडी भने चढेका छन्। अछाम जिल्लाभरि एउटा पनि दमकल छैन। करोडौंको गाडी चल्ने र लाखौंको सेवा सुविधा खाने अछामका जनप्रतिनिधि हो। अब त लाज मान,